कहाँका मूर्खटले बनाएको नाम फेरि खल्लु अरे हामी मिठो त फेरि कस्तो खल्लो हो र हो ला यो पाके है पुरै यो त नै पचत्त भयो पुरै यो हो नि ल वेलकम छ गाइज आज फेरि पनि नयाँ मेरो ब्लगमा र हामी आज आइसकेका छौँ तिजु हन्टिङ रुखमा र यो चढिसकेको छ यो के रुखा तिजुका होइन काफलका रुखा होइन कड्का रुखा र अब हामी तिजु खाने जाँदैछौँ ल बाटो हाम्रो आज साथमा हुनुहुन्छ मोटे भाइ अनि मिलन भाइ र बिरे भाइ त मेरो अगाडि फलोवर अगाडि मलाई मेरो अगाडि होइन मेरो पछाडि देउराली होइन यता भित्र जाने जङ्गलमा जाने गाइज होइन अस्ति मैले हजुरलाई लाली गुनास होइन यार एक कड्जु हन्टिङ भनेर कड्जु हन्टिङको ठाउँमा मैले यो ठाउँ देखाएको थिएँ तपाईँलाई होइन र लाली गुराँस पनि एकदमै प्रशस्त मात्रामा फुलेका छन् देख्न सक्नुहुन्छ होइन एकदम रमाइलो देखिएको छ यहाँ होइन लाली गुराँस खत्रै फलेको छ हेर्न ओहो रात त यार हेर त आमा रात त देखियो के अरे यहाँ त देखिएन त्यो पाखाको नाम लाली गुराँस पाखा होइन नि बाबु र आइसकेका छौँ हामी काफलको त्यो उसको रुखमा देख्न सक्नुहुन्छ काफल कि के अरे रोडेन्डम हो त्यहाँ थियो क्या रुखको नकाटेका होला भन्ने आश होइन यहाँ त भ्यालेन्टाइन बनाएर थियो कहिले तिजको रुख यो केटाहरू हेर्दा दिदी किन नफल्दा तिजी केटाहरू के भनेको नि ए के भनेको छु मलाई अहिलेसम्म तिज यहाँ हेर कति फल्यो यो रुख तिजीको हो हेरी कम फल्यो नि तिज यहाँ पुरो पाकेन कि पाकेन भन्ने कुरो किन नपाक यो रुख जस्तो मिठा तिज कुनै पनि छैन ल भैँस बाटो हो नि त भैँसी आइरहेको छन् नि र रुखमा चढ्छ को तिमी चढिहाल्छौ टसाना म त चढ्ने होइन आज के को नचढ्ने हो तैँले नि त म त चढ 5 वटा भेटा नि एउटा मात्रै दिदिम त्यस्तो लडेको रहेन हो 5 वटा भेटा एउटा दिदिम झारिलाई दिने नि होइन के छ मोटे भाइ आज मोटे भाइ हाम्रो ब्लगमा देखिसकेको छ मिलन के भन्न चाहन्छ खुरुखुरु रुखमा चढेर हामीलाई के भन्छ तिजो झार्ने खालास तेरी दैला हिजो दैलामा राचा अडकड खाएका केटाले नि मेरो भाइ दुईटा छ फर्काइस र म चढ्छु हैन हेर्नुस् है त के भन्न चाहन्छस् ओइ दानुवा के भन्न चाहन्न हामीलाई फाल्दिदिने यस्तरी रहेछ कि मलाई थाहा छैन मोटे आए के छ हेर त लुकेका हेर त ल जाँदैछन् बुट्टामा वा ये सर्प चढाइ हो फेरि के चढाइ सर्प चढाइ मनी आउनुपर्छ क्या जा त पनि जा सके पो जाने सक्छस् ल टिपा फाल भन्ने कुरो त्यहाँ नखाऊ सबै तल फाल अनि माथि लोडौलाई त्यति छेउमा नटेक मोटे है भाइलाई के भन्न चाहन्छ यो भिडियोबाट हामी काफल खाइन आएको काफल होइन यार तिजन आएको रहन्छ यार तिजन है अब एउटा मैले आधी बिरले आधी मैले खान्छ मैले खाइन कसले खाँदैन खानै पाएन अर्को ठाउँ चहाम्छ तिमीहरू घर है बुटो दिएर हुन्न नि फेरि यार हामीले हेऱ्यो यहाँ के भन्ने कुरा हान्यौँ के यो रुखा खै तिजको रुख यत्तिको ल्या र हामी यतापट्टि आइसक्यौँ तिजु खानालाई सक्नुहुन्छ काँडो कस्तो काँडो काफलको तिजु पनि तिमीले छोडो यार त माथि हामी चाहिँ अस्ति यहाँ पिङको उस काट्न आएको के अरे त्यो लम्बाको माथिपट्टि के अरे सुइरो माथि गुल्यो कि यहाँ बाटो हौ खै काफलकै होला त पनि आइसकेको छ हामी जङ्गल देख्नु यस्तो बबाल जङ्गल छ यहाँ भिर हेर्नु सक्नुहुन्छ अन्त मिलन छ मोटे भाइ लिएर आइज है मिलन लोड लगाएर फेरि मोटे भाइ यार यहाँ गुर्रेसी देउराली हो यहाँ गुर्यो अन्त एक्सट्रिम जङ्गलिङ भइरहेको छ गाई देख्न सक्नुहुन्छ एकदम बबाल झाडी छैन के यता बिरे
र यहाँ फलेका छन् काफल भन्दा त ती काफलको कुरो झन्नै तिजोर छैन। अस्ति हामीले उस काटेको यहाँ हो क्या कता गयो दोर यार हेरे कता काटेको क्या त्यो पिङको माथिपट्टिको के अरे ए त पाटेर त यहाँ त मर्लास चिप्लो हो र सिधै तल मोटे भाइ नखाऊ मोटे भाइले अहिले लिएर आएको धन्न हिँड्ने र कति हिँड्ने मिलनले कहाँ लान्छ अब मिलनका पछि आम काफल खाना तिजो खाना कहाँ लान्छ यसले अब भन्ने कुरो गाइज होइन र आइसकेछौँ बाइज तर अर्को बाटो र यहाँबाट अब एकछिन रेस्ट हानौँ यहाँ अन्जामलाई अनि रेस्ट हानौँ यहाँ अन्जामलाई भन्ने कुरो गाइज है र हामी आइसक्यो बाइक त राम सोगोइ नै आइसक्यो हामी तिजोको बुटु कहाँ एकछिन रेस्ट सुगो कत्ता इन्डा र हाम्रो अगाडि गाउँ छ होइन यता मिलनले भूमिकालाई देखाइदेऊ न भूमिका त्यहाँ छ होइन त्यहाँ देखियो भूमिका होइन जुम गर्न मिल्दैन मिलन के भन्छ खै देखियो अरे कहाँ देखियो आमै हुन् असिमकी आमा नि उता माथि घर हेर न खै माथि आइसक्यो काउली उक्काउँदै हो मोटे भाइले खाजा खान बोलाइसक्यो आमैले तिमीलाई बा 4 बजे घटी जान्दैन के ओके आज उहाँ प्यारिस स्कुलमा प्यारिस डे पनि छ मम्मी छैनन् घर त्यही भएर ढिलो अब हामीले निस्किसकेका छौँ यहाँबाट होइन टक्क माथिको पोखरी जान्छ माथि पोखरी होइन कि तल होइन मैले सम्झेकै बुटो लाइन हो ए म उता हैन न उता कता उता माथि ल बिरा अहिले देख्यो अरे मिलनले देखेको हो बिराजलाई मैले माइन्ड ट्रान्सफर हानि त चक्रे अल्छी सबभन्दा गामभरिको अल्छी मिलन हो लास्ट अल्छी हो देखेँ भन्न ल्यायो कहाँ बिर्स्यो अरे हेऱ्यो नि काकाने त बिग्रा अरे हँसाएर ल्याउने होइन त गाइज पहिले यहाँ मुनि पिजो दुख्छ भनेर लिएर आएको छ कहाँबाट खाएको के खाएको नि बिर्सिएछु मुला चिजीको भनेर काँबाट लिएर आयो ए भनेर भनेर त्यहाँ रोक्छ क्या माथि जाने हो जाम आज नयाँ कन्टेन्ट देखिसक्यो भेटिसक्यो उहाँ पनि भ्याइन्छ लिएर जाऊँ भन्यो फेरि आज बसिन्डाको राइडमा हामी निस्किसकेका छौँ र हामी 4जना गाइज हामी फाइनली आइसकेका छौँ गाडी चिप्लेट यहाँ देख्न सक्नुहुन्छ होइन तपाईँले चिप्लेट देख्न सक्नुहुन्छ टक्क चिप्लेट लेखेको छ यहाँ एकदम राम्रो सिन छ यहाँबाट राम्रो सिन देखेको छ देख्न सक्नुहुन्छ पाइप तान्ने कार्यक्रम चलिरहेको छ उता होइन र हामी यहाँबाट जाँदैछौँ हामी यहाँ जाँदैछौँ कुलारीको मन्दिर च्यारुन के छ मोटे भाइ एकदम मोटे भाइ ठिक छ अरे ल अब हामी तिजो खान जाँदाखेरि यहाँ तलपट्टि रुख्थ्यो देखेको र फल्यो भने के फल्न त फल्यो पाकेन भन्ने कुरो हो होइन पाकेको भए खाइन्छ पाकेको भए खाइन्छ नत्र खाइन्न भन्ने मेरो भनाइ हो होइन चढ्नी चाहिँ कुशल हुन् म त भाइ 5वटा भेटाएँ नि 3टा हालिदिन्छु यहाँनिर चढ्दै थियो कि अस्तिको यसले हेरेर त पुरै भिडियो अहिले पुरै भिडियो हेरेर मैले हेरिदिन्छु यो भने खास के अरे हेर्छ रहन्छ नै बिहान त ए कति उन्नी लास्टै धेरै फरक कपडा लास्ट गरौँ भने मेरो यार दुख्छ एउटा हो कस्तो चाक्लो हुँदैन दुख्छ भएमा हेर्दा पहिला बिहा खाने खै हो ए गाई तिजु काँचै छ मलाई त आमामा
ए तिज त कडा पक्लो पक्लो पाकेछन् ओ हेर त आएको यहाँ ओहो नि एउटा बागाइन मलाई आएको त ल गाइस म आइसकेको छु रुखमा आज हुन्छ कहाँ तिज धेरै फलेन कि डिन्जर फलेन के लाड धेरै फलेन तिज होइन एउटा पाएँ बिरे त्यहाँ चढ्यो र म चढेको होइन लास्टै धेरै फलेन तिज त पाक्न त घाँस त पाएको होइन मैले एउटा पाएँ एउटा पाएँ मैले अब कुद्दैछु गाइस कति पाइन्छ पासी हजुरलाई खबर गरौँला र केटाहरूलाई तल पनि दिनु पऱ्यो एक दुईवटा टुप्पै खानु क्या काफल त टुप्पै पाएको खानु क्या त गाइस काफल त काफल त हुन त त्यो त फलेर पनि डेन्जरै फल्यो भने त्यो सक्नुहुन्छ डेन्जरै खानु फलेर पनि फल्न त डेन्जरै मिलनले ल्याएको लोकेसन हो केटाहरू तल बस्छन् एउटा पनि पाइएन देख्न सक्नुहुन्छ मन्दिर यतापट्टि हो मन्दिर यतापट्टि कुरो हो यहाँ अब एक हप्तापछि आउनु पाक्छन् भन्ने कुरो है र हामीहरू खा देख्न सक्नुहुन्छ होइन विराज के छ तिजको रुखा चढ्यो कि होइन तिजहरू रुखा चढ्यो तर तिज नै होइन अब के भन्ने कुरो हुन्छ तिज रुखा चढ्यो तिज रहन्छ रन्छन् अब केटाहरूलाई हान्ने जस्तो यहाँ त र गाइस हामी आइसक्यो झरिसक्यो होइन म त यो चिलाबिर रुखबाट झर्दिएको है बहिनी तिमीबाट तिज रुख छ त्यहाँ पनि कहीँ जान्न अब र मुख एकदमै आयो बेला रातो कालो बलले चढ्यो चढ्न त तर पाकेर हुन्छन् मिलनले देखेर ल्याएको के देखेर ल्याएको पहाडी देख्न सक्नुहुन्छ घटे चाहिँ अलि अस्ति खान्छ यार गाइस बल्ल हामी ठाउँमा आइसक्यो त्यो एकदम पाकेन केटा गाइस खोल्टीभरि एकदम हेर्नु त ओहो ए हल्ला नगरी खाऊ यार लास्ट मिनट गाइस सब जुन ठाउँमा चाहिँ पाकेर हेर्नु है त्यो पाकेर हुन्छ हेर्नु त यहाँ यो पाके छ यी यहाँ त्यस्तो पाके खानु भयो त्यस्तो फाले गाडीले यार के जो पाके छ यी यो पनि पाके छ यो त यो पाके छ यी पुरै यो त नै पचत्तै भयो यी पुरै हो नि ओहो यो पनि ओहो पचत्तै ओहो थोडा त मात्रै जान्छु ओहो पाके पुरै पचत्तै खानु पुरै बिस्तार छ है त अलिअलि पाकेको नि टिप्छ रहेछन् के ओ यसले त पचत्तै खानु पुरै ए बा हाम्रो तलपट्टि बियो भएछ एकदम यसरी लिने हो एकदमै खल्लो नाम पनि नाम फेरि के तर नाम फेरि खल्लु अरे कहाँका मुर्कटाले बनाएको नाम फेरि खल्लु अरे हामीले त मिठो त फेरि कस्तो खल्लो हो र हौ खल्लो हो र भिराज खल्लो हो र भिराज खल्लो त छैन नि नाम फेरि खल्लु अरे खोल्टी भरियो कहाँ राख्ने त नि अहिले दिन्न रुखा आँखालाई त थुनै दिने होइन खोल्टीको त मैले टिपेको यहाँ मस्त खाएको अनि किन त नि अनि फेरि पनि दिनु त सुकेको रहेछ 75 ओहो बिचरा मिलन तल भएर बिचरा गाइज ए दिहस् त्यसलाई दिएको मैले खाएको नि सक्यो ला लोकेसनमा आउनु पर्यो नि मलाई हो त्यहाँ तल मैले मल समात्ने तल समात्ने नि पक्का ल तल बसेर गाई त ल पाइने होइन ए नखाला अब फेरि दिन्न अर्को थाप्ला बल्ल बिहास म मेरो खोजी भयो म खानु पर्छ हो ल्याउन थोरै यदि भ्यासी बोला ल्याउनु थोरै
देख्छौँ चाहिँ खल्लु खल्लु तिजु एकदमै उत्कृष्ट मिठो खसले धन्न खस्यो क्या पाकेर धन्न पाकेर क्या एकदम टाढा खानु लाग्छ म समातेँ है म हातै समातेको त्यो समातेर बसेर लोडौले एकदम अब कस्तो लाग्यो एकदम रमाइलो लाग्यो यस्तो काँचो नटिप न यार काँचो खायो मलाई यस्तो टिप यस्तो नखिच न यार मिलनले बिचरा खाने पाएन है पाकेका के मिलन भिडियो अन भयो त के हट है खल्लु माछा लैछु खल्लु माछाले खल्लु नामै खल्लु तेरो त नामै खल्लु खल्लु लगाएर एक झोला यार यस्तो पाकेका खायो खै खै एउटा छ है छैन मलाई भ्याइसकेको थिएन खाइदियो यार खुरुखुरु खामला आनेको मलाई खाइदियो यार पुरै लैदियो केही छैन गाई त्यही पनि म फेरि खोज्ने प्रयास गर्दैछु है त त्यसमा यहाँ पनि एउटा पाखा तिनवटा मध्ये एउटा पाखा पक्कै ए पाकेर हुन्छ यार माछा ए पाकेको हामीले त एउटा यस्तो मिठा मिठा राखेको यार ला बिराज ला तल किनिदिनु नि ला मिलन फेरि यस्तो खाल्दैन भनिस् माछाले ल गाई फेरि पनि देख्छ अर्को यस्तो डेन्जर पाके भएमा हस्दैन नदे भा के भयो एउटा बिउ खस्यो यार एकदम उत्कृष्ट भयो यार कुच्चाले हस्दै गरेको लास्ट मिठा तर यस्तरी त मैले कहिल्यै खाएको थिएँ यार चिज यस्तो लास्ट मिठा के भन्नु चाहन्छु बिराज है अहिलेसम्म फर्स्ट टाइम खानुभएको यस्तरी होइन यस्तो दामी यस्तो धेरै त मैले खाएको थिइनँ यस्तो धेरै खाएको छैन र अझै यतापट्टि टिप्न मैले यहाँ मोबाइल राख्छु अनि राखेर ल गाइज अस्तिको र आजको ड्रेसमा फरक छ होइन फेरि पनि त्यो खाममा हेर्नुहोस् ओहो अहिलेसम्मको मिठो ब्लग स्टार्ट गरेपछि बौला गरेर पनि गाइज मिलन खान्छ तँलाई दिन राखेको दुईवटा राख्नु ल ए यहाँ अरू निम्ला पखेन ला एउटा ला भिडियो बनाएको दिनु ला एउटा तिनवटा दुईवटाको दिन फाल्यो नि एउटाले त्यसै गर्छ नि होइन फेरि पनि देख्न सक्छ अर्को मुख हाल्दैछु म ल्याउनु पुग्छ एउटा कागज पनि खाँदैन भाइ कति छुटाउ तिमी भात तिमी ल आँखा भने रिम रिम जुत्ता लाउने र खाइयो बुढा नआवा त्यस्तो के खान पाउनु बुढा आवा त है मलाई 17 फेरि पनि म उता टिप्छु अनि फेरि देखाउँछु है तपाईँलाई आज हामी धेरै खायो त्यो कस्तो पाकेको भाले थिए उ जुट्यो 15 वटा खायो खै लाग्थ्यो धन्न मलाई मेरो लाग्थ्यो धन्न थाहा छ त्यत्रो तिनवटा दिएर अनि बिर्दै दिएन पार्टी बदल लिया जो त खाना पाते दियो क्या बिरे गाई देख्छु फेरि अर्को पाकेको खल्लु ओहो ओ ये गाई खल्लु खल्लु खसेर एउटा उयो छ लगाइसक्यो क्या मलाई त कहाँको आयो
कस्तो केटो चरो कराएको मुला त्यो दिदी त्यो त भ्यासले चेर्दा थियो र गोजी त झिकारे हान्दै हिँड्नु त छैन क्या यो बल्ले यति एउटा हो के चाहिँ विराज कति खायो तिज आज मलाई त थाल्छ छ्या कहाँ त नि बिहान छोडिदिनुहोस् क्या हो कहाँ पाएको नि फेरि ए ठ्याक्कै क्यामेरा लगाएको यार लगाइज आज फेरि पनि तिजो अस्तिको कन्टिन्यू अस्ति हो नि आजै हो नि यार अस्ति कसलाई अरे मोटे भाइलाई होइन अन्त मोटे भाइले खान पाएन यार फालेको त अस्ति मोटे भाइले कहाँ त दियो यो गाडी बोक्रेसित बोक्रेसित लाउँछ फेरि एउटा खायो नि पक म तानिदिन्छु पक म छामिदिन्छु म खान्न क्या म खानु ला है यति भाइ एउटै हाँगाबाट है एउटै हाँगाबाट एउटा हाँडा यति पनि हुन है फेरि एउटा हाँडा यति भाइले स्न्याप खिच्नु लाग्यो होइन यसको स्न्याप विराज.com के हो नाम विराजै हो नाम विराजै हो के हो खल्लुडन विराजको नाम खल्लुडन अरे आजबाट र म रुहा चटेर खिच्दैछु ले एउटा गाडी यता म समातिन्छु ले त ले अझै ले मुठी देखाउनु पर्ने ला देखाइदिएको मैले लगाइदिन्छु खानु पाइन अनि पार्टी चाहिँ बदल ल्याएर साला भन्छु त्यस्तै हो पार्टी बदलेको घरि काङ्ग्रेससँग घरि एमाले घरि मारपा घरि माओवादी अनि घरि उसँग के अरे घन्टिया लौरिया के भयो म त गाई कति पो खै के खाएका ओए खल्लु होइन तिजु खाएको मेरो हाम्रोतिर तिजु हुन्छ नि क्या हजुरकातिर खल्लु भन्दा त होइन त्यति फरक हो खान्छस् मिलन खान्छस् ला सबैलाई पठाइदिउँ मतलब भन ला मतलब भन मैले यहाँ सबैलाई यहाँ युट्युबमै हालिदिने गरेर ला खल्लु र मल्लु बिरेको नाम खल्लुडन हो कि होइन हो एकदम ला मिलन ल्याउ मेरा तिजु कता लाउदिँदै तैँले बनखुरा मारेर मर्लान् कहाँ तेरा लिएको र मैले लिएको तिनवटा हुन्छ यी मोहित भएका खाएकै छैन मैले एउटा हो समत्तै भएको एउटा खाएँ कति रहेछ नि त तँ हाँगा त यार मिलनलाई बिचरा घाटा लाग्यो बुढा त यो त हेरकै भिडियोमा फेरि भ्याल्छ खाना क्या यसरी खाने क्या एहर्ने यता एहर्ने झ्या यता एहर्ने चाहिँ डेन्जर पाकेको छ यसलाई क्यार्नु पर्छ भन्दाखेरि गाई त्यो देखाउ न हेर्नु जिम्दाको चल्दैन त तल घर खाने अहिले अनि यसलाई यस्तो गर्ने स्टेप सिकाइदियो त त्यो कसरी खाने खाने हो खल्लु स्टेप सिकाइदियो त यो हुन्छ एउटा नाम अब यसलाई यस्तो यो पाकेको छ है अब कुसलले दिएको जस्तो काँचो होइन मैले दिएको यस्तो गर्ने होइन यस्तो भन्छ फिल लिएर बोक्रा पनि खाइ बोक्रा खानुपर्छ अरे दबाई हो बोक्रा त बिहा फाल्ने भ्याल्सीले खाना फाल्यो होइन भ्याल्सीले छेर्दा मुखबाट छेर्यो लगाइ झरमा बिस्तारै बिस्तारै अब भ्याइएन कति रमाइलो भयो मिलन खान्छ पखाइ त पख एकछिन मैले त्यसलाई दिन्छु है लगाइ हामी आइसकेको छ कोबिचामा त्यसमा तिजु केटाहरू के भन्छौ सबै काँचा तिज फालेर आफूले पाकेको आदि यी दलितहरूले खानुसँग खायो अहिले हेर्न खानुसँग खायो दलितहरूले चेत नपाएर अहिले फेरि आफूले दिएन हजुर सबै काँचै हालेको फाल्यो अरे र अनि खोल्टिया लिएर आइ माछा चक्रेर
एउटा फेरि खोल्टी खाएर एक मुठी लिएर गयो फुल मिलन है कति 12-13 वटा रहन्छ आधा एक मुठी झिकाल्नु मैले खाएको ती बाटा जाँदै खानु पर्यो दुईटा के मैले त सब खाइदिएर उता चौताना म त्यहाँ चक्लेट देखाउँदै खाइछ नि तल मैले जाने मैले कस्तो लुकाउँदै हानि त फेरि कसरी हानि लुकाउँदै लुकेर खानु मिल्दैन मैले राखेको दुइटै पानी खाऊ घिउ ताम त नि 400-500 जना नहेरे नि 4-5 जना त हेर्छ नि लगाइ पानी खान्छु म यसले खाएको देखाउँछु तपाईँलाई पहिला अस्ति मुतेको जहिले फेरि खानु मजाले अझै एउटा त्यो छ होइन फेरि बिरेलेर मैले खान्छु नि त्यसले खान पेट दुखेर छेर्न आउँछ मलाई अब खान्न बोलेर तेरी मासरी खाने बेला छेर्ने खाइस् अहिले फेरि ठुलो कुरा ल बिरे भाइ आएर म यहाँ के भनिरहेको त्यसको पर्सन त्यसको कुरो हान्न सुन्ने हामी सुनिन्न खाने बेला छिर्ने खा अहिले दिएन भन्दाखेरि त अनि दियो भने खास भोलिबाट मासरी रुखा गर्न सक्दैनस् भाइ त रुखै काट्दिन्छु अलिकति काट्लास तैँले रुख काटेर काट त्यसलाई त अल्छीले काट्लास होइन ठुलो कुरो अल्छी लगाइ आजको भ्लगलाई यति नै अब राम्रोसँग लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला होइन अर्को नयाँ भिडियो आइरहेको छ आज खल्लु खाएको भिडियो हेर्नुहोस् एकदम रमाइलो छ र एकदम धेरै नै खाइयो होइन एकदम धेरै नै खायो खल्लु होइन तिजो खाइयो हाम्रोतिर तिजो भन्छन् र रमाइलो हेर्नु होला र लाइक कमेन्ट सेयर गर्नु होला कमेन्ट गर्नु होला होइन सेयर गर्नुहुन्न सेयर गरेर अलि बढाएर 1000 पुऱ्याउनु होला 1000 पुऱ्याएपछि त्यसपछि अनि कुरो अर्नियो त्यसपछि छुट्टै कुरो अर्नियो त्यसपछि होइन र रमाइलो भयो आज हेर्नुहोस् रमाइलो गर्नुहोस् होइन स्वास्थ्य रहनुहोस् यही भन्न चाहन्छु।